नमस्ते साथीहरू, पशुपति क्षेत्रको बहुमूल्य जग्गा र त्यहाँ रहेको धर्मशालालाई लिएर वर्षौंदेखि चलिरहेको एउटा ठूलो कानुनी लडाईँले नयाँ मोड लिएको छ। मारवाडी सेवा समितिले हाम्रो मोहियानी हक छ भन्दै दाबी गर्दै आएको पशुपति धर्मशाला विवादमा उच्च अदालत पाटनले ऐतिहासिक फैसला सुनाएको छ। मारवाडी सेवा समितिको दाबी किन खारेज भयो? किन जिल्ला अदालत र उच्च अदालत दुवैले समितिको विपक्षमा फैसला गरे? अनि वार्षिक मात्र 51,000 रुपियाँमा 9 रोपनी जग्गा कसरी प्रयोग भइरहेको थियो? आज हामी यी सबै प्रश्नको उत्तर खोज्नेछौँ। अदालतको फैसला र कानुनी आधार। 2083 वैशाख 22 गते उच्च अदालत पाटनका न्यायाधीशहरू खड्गबहादुर केसी र रमेश प्रसाद गेवालीको इजलासले काठमाडौँ जिल्ला अदालतको पुरानो फैसलालाई सदर गरेको छ। अदालतले स्पष्ट भनेको छ, पशुपति धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन। यसअघि 2081 असोज 16 गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले पनि समितिले मोही भएको प्रमाण पेश गर्न नसकेको ठहर गरेको थियो। इतिहास र सम्झौताको पृष्ठभूमि। यो विवादको जरो डिसेम्बर 1979 सम्म पुग्छ। तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरले पशुपतिका नन्दी साँडेहरूलाई पाल्नका लागि यो जग्गा उपलब्ध गराएका थिए। विषम 2060 जेठ 12 गते पशुपति क्षेत्र विकास कोष र समितिबीच धर्मशालालाई गैरनाफामूलक ढङ्गले चलाउने सम्झौता भयो। तर वार्षिक मात्र 51,000 रुपियाँ बुझाएर 9 रोपनी जग्गामा व्यापारिक क्रियाकलाप सुरु भएपछि विवाद बढ्यो। विवादका मुख्य कारणहरू: 1. व्यापारिक प्रयोग। धर्मशालाको नाममा पसल, रेस्टुरेन्ट र होटलहरू सञ्चालन गरियो। 2. पारदर्शिताको अभाव। ठूलो आम्दानी भए पनि कोषलाई न्यून रकम मात्र दिइयो। 3. मोही हकको दाबी। सम्झौता रद्द गर्न खोज्दा समितिले मोहियानी हकको दाबी गर्दै मुद्दा हाल्यो। अदालतले यो जग्गा अमानती पशुपतिनाथको गुठी भएको र समिति केवल एक व्यवस्थापक मात्र भएको ठहर गरेको छ। यस फैसलाले अब काठमाडौँ महानगरपालिका र कोषलाई धर्मशालाको नयाँ व्यवस्थापन गर्ने बाटो खुल्ला गरिदिएको छ। यो फैसला केवल एउटा कानुनी जित मात्र होइन, बरु पशुपतिनाथको सम्पत्तिलाई वास्तविक सेवामा फर्काउने एउटा ऐतिहासिक अवसर हो। वार्षिक 51,000मा अल्झिएको 9 रोपनी जग्गाको भविष्य अब कसरी बदलिन्छ, त्यो हामी सबैको चासोको विषय हो। तपाईलाई के लाग्छ? के महानगर र कोषले यो धर्मशालालाई साँच्चै नै सर्वसाधारणको पहुँचमा पुर्याउन सक्लान्? आफ्नो राय कमेन्ट गर्न नभुल्नुहोला। यदि हाम्रो यो खोजमूलक प्रस्तुति मन पर्यो भने भिडियोलाई लाइक र शेयर गरेर धेरैभन्दा धेरै नेपाली माझ पुर्याउन मद्दत गर्नुहोस्। यस्तै निष्पक्ष विश्लेषणका लागि च्यानललाई सब्स्क्राइब गरिहाल्नुहोला। अर्को भिडियोमा भेटौँला। नमस्ते।